यहाँको किमा नुडल्स जति खाए पनि मन नभरिने। यहाँको पिस इन्भाइरोमेन्ट र बब्बाल एम्बियन्स देखेर तपाईँले थाहा पाइसक्नुभयो होला म कहाँ आएको छु। द वान एन्ड ओन्ली छानो क्याफे। अब यहाँ आइसकेपछि यो स्पेसल किमा नुडल्स विथ स्पेसल चटनी त हामीले कसरी छुटाउन सक्छौँ र। किमा नुडल्सको माथि यो चटनी हालेर यसलाई मजाले मिक्स गरेर फर्स्ट बाइट हानेको त अनि त्यसपछि पहिलाको जस्तो छ कि छैन, पहिलाको त एकदमै मिठो थियो भन्ने सोचिरहेको थिएँ। पहिला र अहिलेकोमा चाहिँ केही पनि डिफ्रेन्स छैन, दुवै एकदमै मिठो 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 छ। हेर्दा हेर्दै हाम्रो किमा नुडल्स पनि सकियो। त्यसपछि मेरो चाहिँ पेटले चाहिँ मानिरहेको थिएन, त्यही भएर मैले फेरि अर्डर गरेँ यहाँको थुक्पा चाहिँ मेरो यो फर्स्ट टाइम थियो। कस्तो होला के होला भन्ने लागिरहेको थियो, देख्नमा चाहिँ एकदमै राम्रो देखिरहेको थियो। त्यसपछि मैले चाहिँ फर्स्ट बाइट हानेको, यो पनि एकदमै मिठो रहेछ। म लगायत मेरो साथीहरूलाई पनि एकदमै मिठो लाग्यो, सबैले चाहिँ मजाले खाए। मैले पनि यो थुक्पा चाहिँ मजाले खाएँ र मेरो पेट चाहिँ एकदमै फुल भयो क्या। यत्तिको खाइसकेपछि हामी टन्न पेट भएर बिल सिल तिरेर हामी घरतिर फर्क्यौँ। यदि तपाईँहरूलाई पनि भोक लागेको छ र केही खानु छ भने चाहिँ जानु होला छानो क्याफे। र आजको लागि यति नै, हस्त, धन्यवाद।